अरे बाबरे, ज्ञानेन्द्र साईले रवि बालेनहरूकै अगाडि आज संसदको रोस्टमबाटै हामी राष्ट्रवादी, तपाईहरू विदेशीबाट परिचालित भन्दै के भन्नुभएको छ एकैछिन यो भिडियो सुन्नुस् त। एकातिर राष्ट्रवादी कित्ता, अर्कोतिर विदेशबाट आयातित व्यवस्था मान्ने कित्ता। आज त्यो परीक्षा सम्पन्न भएको छ। कुन कित्ता कहाँ उभिएको छ त्यो स्पष्ट भएको छ। नेपाली जनताले देखेका छन्, आज सिङ्गो संसारले देखेको छ राष्ट्रवादी कित्ता कहाँ छ र विदेशबाट आयातित व्यवस्था मान्ने कित्ता कहाँ छ। तपाईहरुलाई कतै रापरबाले उपसभामुख जित्यो भने, संवैधानिक परिषदको सदस्य बन्यो भने राष्ट्र संस्था पुनर्स्थापनाको बहसलाई एक खुट्किलो अगाडि बढ्नेछ भन्ने डर रहेछ। प्रदेश संरचना खारेज गर्ने अभियानमा एक कदम चाल्नेछ भन्ने चिन्ता रहेछ। हिन्दू बुद्ध किराँत सहितको वैदिक सनातन परम्परामा आधारित धर्म सापेक्ष राष्ट्रको बहसलाई अगाडि बनाउँछ भन्ने त्रास रहेछ। सायद तपाईलाई लागेछ हामी तपाईहरुकै डाइभर्सिटीमा बसेर मुलुकलाई राष्ट्रवादी दिशातर्फ अघि बढाउँछन् कि भन्ने डर र तपाईहरुकै मुटुभित्र बसेर आयातित विदेशीहरूले ल्याएको आयातित व्यवस्थाको धड्कन बन्द गरिदिन्छौ भन्ने त्रास रहेछ। पक्कै पनि कुरो गम्भीर भएर सोच्ने हो भने ज्ञानेन्द्र साईलाई राष्ट्रसभाका सभापति रवि लामिछानेले उपसभामुखमा तपाईहरु उम्मेदवारी दर्ता गराउनुस् भनेर अहिले धोका दिनुभएको छ। र यो विषयमा ज्ञानेन्द्र साईको प्रश्न भनाइ के छ भने, यदि आफ्नो पार्टीको उपसभामुख भयो भने राजा ल्याउने, हिन्दू राष्ट्र फर्काउने, प्रदेश संरचना खारेज गर्ने विषयमा काहीँ मुद्दा अगाडि बढिहाल्छ कि भन्ने हिसाबले तपाईहरुले हामीलाई पछाडि पार्नुभयो भनेर संकेत गर्नुभएको छ। तपाईहरु ज्ञानेन्द्र साईको यो भनाइमा सहमत हुनुहुन्छ भने भिडियोलाई एक एक शेयर गरेर सबैमा पुगाइदिनुस् र आफ्नो मनमा लागेको कुरा कमेन्ट गर्नुस् है त।